खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौं यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनेट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु। हामी विभेदको अन्त्य गर्छौं भनेर यहाँ भनिरहेका छौं। भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो आफ्नो मनको कुराहरू, तर यहाँ यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनेट बोल्दा पनि हुने, 40 मिनेट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले हैन 3 मिनेटमा सकिहाल्नु पर्ने, 2 मिनेटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौं। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यक